मलाई गाली नै गर्छ मलाई थाहा छ, तर शोभित बस्नेतले काम गरेछ र यो जमात नि हटिसक्छ, तर शोभित बस्नेत चाहिँ फिल्म लाइनबाट कहिले पनि हट्दैन। यति भन्न चाहन्छु। निर्माता बचाउने हिसाबले मैले काम गरेँ, जसले गर्दा मैले अहिलेसम्म जति पनि मैले आज सबभन्दा नेपालमा बढी चलचित्र निर्देशक शोभित बस्नेतले किन गर्यो भन्दा हरेक निर्माताले दोहोऱ्याइ धेरै मसँग काम गरेर यो ठाउँमा पुगेको छु होइन। यदि मैले दिन सक्ने भए म नेपालमा नबसेर हलिउडमा एउटा अफिस खोलेर बसेको हुन्थेँ र कस्तो फिल्म चल्छ मलाई सोध्न आएछु, म तँलाई ग्यारेन्टी दिन्छु भनेर कामै नगरिकन गाँठ कमाएर बसेको हुन्थेँ। पूर्णबहादुरको सारङ्गीले 46 करोड कमायो, त्यसको आधी भयो भने 23 करोड, त्यसको आधी भयो भने 11.5 करोड, त्यसको आधी भयो भने 5 करोड 75 लाख। त्यो पूर्णबहादुरको सारङ्गी भन्दा तपाईँ हामीले चाहिँ यो फिल्म 10% नै बनाउन सक्दैनौँ। अस्ति भर्खर हामीले यो 3 दिन अगाडि मात्रै फिल्म हेर्ने प्रोग्राम राखेको थियौँ हामीले यी राइजिङ चाहिँ संलग्न भएको हाम्रो सिटी स्क्वायरमा। त्यहाँ हामी सबैजना जय किसनको परिवार, हाम्रो परिवार सबै बसेर त्यो फिल्म हेरिसकेका छौँ र आज टिजर भएर मैले कति कलाकारहरू सब नबोलाएर हामी मिडियासँग मात्रै गऱ्यौँ भनेर मात्र हामीले गरेको, त्यो देख्नु नै हुनेछ पहिलो कुरो त। दोस्रो कुरो सलोनको रङ्गीको बेलामा म उतातिर भएको भएर यसै सुटले गर्दाखेरि म आउन पाइनँ, तर उतातिर म लागिरहेको उता अस्ट्रेलियामा मै बसेर यसलाई देखाउने काम गरेँ र अलिकति मलाई पनि कस्तो भएको थियो त्यति बेला म यहाँ नहुँदाखेरि त्यो मेरो आफ्नो बेता म आफैसँग छ होइन। तर जे होस् आज पिआरको भनौँ न यहाँ सुटिङ आउँदा नि सलोन एउटा नायक भए पनि एउटा प्रोडक्सन म्यानेजर जस्तै यसमा काम गरेर सब हिँडिदिनु भयो होइन। त्यो राम्रो छ र हाम्रो परिवार जहिले पनि एक हुन्छ, फुट्न सक्दैन, हामी जहिले पनि सँगै नै हुन्छौँ भन्न चाहन्छु। फिल्म क्षेत्रबाट मैले नेपाली अनुसार समय 2052 सालबाट नेपाली चलचित्रमा डाइरेक्सन सुरु गरेको होइन। मलाई के लाग्छ नि 52 सालमा जो त्यति बेला निर्देशकहरू हुनुहुन्थ्यो, निर्माताहरू हुनुहुन्थ्यो, उहाँहरू सबले के भन्नुहुन्थ्यो भने मलाई यो एकदम गजब कुरा आज पहिलोचोटि म मिडियामा खोल्दैछु। त्यो बेलाका निर्देशकहरूले आजभन्दा 30 वर्ष अगाडि हामी पो निर्देशक, यो पनि निर्देशक हो र भनेर मेरो औँलामा छातीमा औँलाले घोचेर कुरा गर्नुहुन्थ्यो। ल्याबमा एउटै मात्रै ल्याब हुँदाखेरि यस्तो बच्चा 21 वर्षको केटा आएर निर्देशक, हामी पो निर्देशक। मलाई के लाग्थ्यो भन्दा उहाँहरूले यो क्षेत्र छोड्नुहुन्छ तर शोभित बस्नेतले चाहिँ कहिले पनि छोड्दैन भन्ने मलाई त्यति बेला इगो थियो। त्यसपछि फेरि 60 को दशकमा आयो, 50 को दशक कुरा 60 को दशकमा आएपछि पनि फेरि त्यति बेलाका जमातहरूले हामी पो डाइरेक्टर, हामी पो प्रोड्युसर, हामी पो कलाकार, शोभित बस्नेत नै हो भन्थ्यो। उहाँहरू पनि कहाँ पुग्नु हो, कुन देशमा हुनुहुन्छ, कुन घरमा हुनुहुन्छ मलाई थाहा छैन। शोभित बस्नेतले 60 को दशकमा पनि नन स्टप फिल्म बनायो, 100 डेज फिल्म बनायो त्यति बेला पनि। 70 को दशकमा फेरि अर्को जमात आउनुभयो, उहाँहरूले पनि यही भन्नुभयो कि शोभित पनि डाइरेक्टर हो र हामी पो डाइरेक्टर, हामी पो कलाकार। त्यो 70 को जमातका धेरै जस्ता निर्देशक निर्माता कलाकार आज हुनुहुन्न, शोभित बस्नेत छ। अहिले 80 को दशक सुरु भएको छ, अहिले पनि त्यही भन्छ हामी पो कलाकार, हामी पो डाइरेक्टर, हामी पो निर्माता भनेर मलाई गाली नै गर्छ मलाई थाहा छ, तर शोभित बस्नेतले काम गरेछ र यो जमात नि हटिसक्छ, तर शोभित बस्नेत चाहिँ फिल्म लाइनबाट कहिले पनि हट्दैन। यति भन्न चाहन्छु। आफूले पहिलो कुरो आफूले आफूमाथि विश्वास राखे मैले निर्माताले गर्दा। यहाँ कस्तो हुन्छ भने धेरै जस्तो आफ्नो सान र कलाकारको आफ्नो सान देखाउनको लागि ठुल्ठुलो लगानी गर्ने निर्माता चट, उनीहरू हिरो, निर्माता कहिले पनि दोहोरेर फिल्म बनाउन सकेन। मैले चाहिँ अरूको विश्वास अरूको भन्दा नि निर्माता बचाउने हिसाबले मैले काम गरेँ, जसले गर्दा मैले अहिलेसम्म जति पनि मैले आज सबभन्दा नेपालमा बढी चलचित्र निर्देशक शोभित बस्नेतले किन गर्यो भन्दा हरेक निर्माताले दोहोऱ्याइ धेरै मसँग काम गरेर यो ठाउँमा पुगेको छु होइन। तर मलाई के लाग्छ नि जबसम्म निर्माताको विश्वास, जबसम्म हाम्रो रोहित कटेलजी हुनुहुन्छ अहिलेको देशको सबभन्दा टप डिस्ट्रिब्युटर भन्छु म उहाँलाई, उहाँहरू जस्तोको मान्छेको साथ भएसम्म कसले के भन्छ कसले के गर्छ म हेर्दैन, किनभने म लगाम लागेको घोडा हुँ। म यसरी लगाम सहित फर्किँदाखेरि अरूले जितेर जान सक्छ, म सिधो मात्र हेर्छु, त्यही मात्र भन्न चाहन्छु। त्यही कलाकारहरूलाई काम पनि आफै पनि विदेशमा बस्नुभएको थियो,
पिआरले चाहिँ तपाईले हुन्छ नि पिआरको माध्यमबाट चाहिँ के चाहिँ सन्देश दिन चाहनु भएको छ त पिआरकोबाट के भन्न चाहन्छु कि म एउटा विदेशमा कति मान्छेहरू कसरी बसेका छन् हामीलाई थाहा छ होला उहाँहरूको लामो गाडीको अगाडि सेल्फी टल्केको गाडीको अगाडि सेल्फी हामीले देखेका होला कतिजना मान्छेको ठुल्ठुला महलको अगाडि सेल्फी देखेका होला तर उहाँहरूको स्थिति के छ धेरैको म सबैको भन्दिनँ धेरैको स्थिति त्यहाँ कस्तो छ त मैले अनुभव पनि गरेको छु होइन र यहाँ बस्ने मान्छेहरू त यार अस्ट्रेलियामा छस् क्यानाडामा छस् युएसएमा छस् यार आइफोन 17 आयो पठाइदेन आइफोन 16 आयो पठाइदेन 17 आउँदैछ बुक गरिराख है भनेर यहाँबाट एक फोन गरिदिन्छ तर उहाँको मान्छेलाई के पीडा छ भन्ने थाहा छैन सबैको मान्छेलाई के लाग्छ नि विदेश गएपछि रुखमा पैसा फल्छ त्यो टिपेर हामीलाई पठाउनु पर्यो तर त्यो होइन यही यथार्थ कुरा त्यहाँको र यहाँको प्यारेन्ट्सहरू पनि आफ्नो कर्तव्य के हो त्यो बच्चाहरू बाहिर हुँदाखेरि चाहिँ उसले त्यहाँ कति दुःख गरे होला कसरी साथ दिने यो यथार्थ चित्रहरू कति चिज थाहा छैन त्यो चाहिँ मैले पिआर मार्फत देखाउन खोजेको छु मलाई जहाँसम्म लाग्छ विदेशमा जति पनि नेपालीहरू हुनुहुन्छ यसमा फेरि सबैको दुःख मात्र होइन राम्रा गर्नेले के गरेका छन् र नराम्रा काम गर्नेहरू डिपोर्ट भएर के हुनु परेको छ र ठिक्क काम गर्नेहरू के हुनु परेको छ यो सबै सन्देशहरू प्यारेन्ट्सको लागि र विदेशमा भएको विद्यार्थीहरू नेपालीहरूको लागि यो देखाउन खोजेको छु यो पिआर मार्फत चाहिँ एउटा यहाँ है ल जस्तो यो पछिल्लो क्रममा नेपाली फिल्महरू बन्ने क्रम एकदमै बढेको छ त्यो तपाईँले पनि अनुभव गर्नुभएको होला तामझामका साथ एकदमै ठुलो तयारी ठुलो बजेटका साथ तपाईँहरूले फिल्म निर्माण गर्नुहुन्छ त्यो फिल्म बजारमा गयो भने कति फिल्महरूले त हामीले योभन्दा अगाडि यो जेठकै महिनामा करोडमा लगानी गरेका फिल्मले 26,000 कमाएको छ पिआरले तपाईँले लगानी गरेको करोड असुल छ कि असुल्दैन असुल्ने बाटो के छ पहिलो कुरा त कुनै पनि चलचित्र बनाएर यसको लगानी असुल छ भनेर कसैले ग्यारेन्टी दिन सक्छ भने यदि मैले दिन सक्ने भए म नेपालमा नबसेर हलिउडमा एउटा अफिस खोलेर बसेको हुन्थेँ र कस्तो फिल्म चल्छ मलाई सोध्न आएछ म तँलाई ग्यारेन्टी दिन्छु भनेर कामै नगरिकन गाँठ कमाएर बसेको हुन्थेँ त्यसले गर्दा चलचित्र क्षेत्र मात्र एउटा यस्तो क्षेत्र हो विश्वमा जसमा 95% को ग्यारेन्टी छैन र यो फिल्म बनाउँदा नि मेरो निर्माता टिमलाई मैले के भनेको थिएँ फिल्म बनाउँदाखेरि 90% तपाईँहरू डुब्ने चान्स 5% बराबर हुने चान्स 3% अलिअलि कमाउने चान्स 1% ठिक्क कमाउने चान्स बाँकी 1% मात्र धेरै कमाउने चान्स के गर्ने भन्दा उहाँले के भन्नुभयो भने यो सब्जेक्ट राम्रो छ हामीले देखाउने हो लगानी कति उठ्छ कति उठ्दैन हामीलाई थाहा छैन यो मैले पहिले उहाँलाई भनेको छु तर यहाँ धेरै निर्देशकहरू के भयो भन्दा पूर्णबहादुरको सारङ्गीले 46 करोड कमायो त्यसको आधी भयो भने 23 करोड त्यसको आधी भयो भने 11.5 करोड त्यसको आधी भयो भने 5 करोड 75 लाख त्यो पूर्णबहादुरको सारङ्गी भन्दा तपाईँ हामीले चाहिँ यो फिल्म 10% नै बनाउन सक्दैनौँ भनेर ढाँड्दै हुन्छ त्यही भएर घ्याममा हाल्छ सिद्धियो तर मैले चाहिँ उहाँहरूलाई यो सबै भनेर मात्र यो फिल्म गरेको छु र फिल्म लाइनको यथार्थ हो हरेक निर्मातालाई भन्न चाहन्छु तपाईँहरू डुब्ने चान्स कति र आउने चान्स कति भनेर पहिले भनिदिन्छु तपाईँ एउटा सफल निर्देशकको रूपमा आफूलाई लिनुहुन्छ यो फिल्ममा चाहिँ म यो हिसाबले पनि सफल छु योभन्दा अगाडिका फिल्महरू पनि मैले सफल बनाएको थिएँ पिआर सफल बनाउनलाई मेरो मेहनत यहाँनिर यो छ भन्ने हुन्छ नि त म पैसाको कुरामा त तपाईँले लगानी मैले बुझेँ मेहनत छ त्यही मेहनत भएर उहाँहरूले विश्वास देखेर मेहनत देखेर नै यसलाई यहाँसम्म पुऱ्याएको छ त्यो मेहनतको फल अवश्य पुरा हुन्छ अहिले आर्टिस्ट बहुत महँगा छन् हेर्नुहोस् एउटै आर्टिस्टलाई 50-60 लाख तिर्नुपर्ने अवस्था भएर फिल्ममा यस्तो छ होइन यस्तो छ यसमा पहिलो कुरो नयाँ ल्याएको चाहिँ ठिकै मान्छेहरूले गर्दाखेरि ठिकै कथा भएपछि ठिकै विद्यार्थीहरूले लिउँ भनेर हामीले छान्यौँ र कलाकार त यति महँगो छ कि अहिले सबले जति रेट भनेको छ नि 50-60 लाख म त्यो 50-60 लाख लिने कलाकारले उसले नै कुनै एउटा राम्रो निर्देशक ल्याओस् उसले नै टेक्निसियन सबै ल्याओस् होइन मन परेको उसको मेकअप म्यान उसको क्यामेराम्यान उसको डाइरेक्टर उसको असिस्टेन्ट डाइरेक्टर उसको एडिटर सबै उसले ल्याओस् र उसले आफ्नो रेट 50-60 लाख भनोस् त्यसमा जति नै लगानी होस् म सन्तोषजी रञ्जितजी म बसेर हामी त्यो लगानी गरिदिन्छु तर त्यो हिरो या कलाकारले के जिम्मा लिनु पर्यो भने यो फिल्मको लगानी होइन मैले लिएको पारिश्रमिक म उठाउँछु भनेर जिम्मा लिनुहोस् अहिले फिल्महरूको बनाउने ल यो बेकार कुरो हो यो लिने पनि बेकार हो जब उसले आफ्नो पारिश्रमिकको ग्यारेन्टी लिन सक्दैन भने उसले पुरा फिल्म यस्तो यस्तो किन भन्ने जस्तो लाग्छ यो अहिले जति बढेको छ नि लगानी पारिश्रमिक छ नि यसले चाहिँ चलचित्र क्षेत्रलाई भविष्यमा ठुलो घाटा हुनेवाला छ नेपाली चलचित्रलाई बचाउने हो भने निर्मातालाई बचाउनुहोस् भन्न चाहन्छु म चाहिँ